साथीहरु आज 2081 सालको एसए परीक्षाको रिजल्ट आउट हुँदैछ। 6 बजे आउट हुने भन्ने थियो तर अझै भएको छैन। तर एकछिनपछि हुँदैछ। अहिले बैठक चलिरहेको छ भन्ने पनि छ। तपाईले रिजल्ट आयो भने कसरी चेक गर्न सकिन्छ भन्ने कुरा मैले यहाँनिर पनि देखाइराछु। यिनै वेबसाइट अनि एसएमएस बाट आईभीआर बाट कसरी हेर्न सकिन्छ भनेर म तपाईलाई जानकारी दिदैछु। मैले भने अनुसार तपाईले गर्नुभयो भने चाहिँ आफ्नो रिजल्ट हेर्न सक्नुहुनेछ। नेपाल टेलिकमको लागि तपाई एसएमएस गर्न सक्नुहुनेछ 1600 मा अनि जानकी टेक्नोलोजी प्रणालीमा पनि एसएमएस गर्न सक्नुहुनेछ 3501 मा। त्यस्तै गरी आकाश टेक प्रणालीमा एसएमएस गर्न सक्नुहुनेछ 3103 मा अनि स्विफ्ट टेक्नोलोजी प्रणालीमा एसएमएस गर्न सक्नुहुनेछ 34455 मा र अल स्टार आईटी सोलुसन प्रणालीमा एसएमएस गर्न सक्नुहुनेछ 34949 मा र वेबसाइटमा चाहिँ तपाईले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सानो ठिमीबाट तपाईले वेबसाइटमा गएर www.see.gov.np बाट पनि हेर्न सक्नुहुन्छ भने राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको www.ac.ntc.net.np बाट पनि हेर्न सक्नुहुन्छ है साथीहरु।